30 वर्षको कलिलो उमेरमा घरबार विहीन भएकी जानकीले आफ्नै घरमा होइन छिमेकीको आँगनमा बसेर स्वर्गीय श्रीमानको काजक्रिया गर्नु परेको पीडादायी दृश्यले गाउँ नै स्तब्ध बनेको छ। बैतडीको सुर्नाया गाउँपालिका 4 की जानकी महरा आज यही पीडादायी यथार्थमा बाँचिरहेकी छन्। आफ्नै घर नभएकै कारण उनले स्वर्गीय श्रीमानको काजक्रिया छिमेकीको आँगनमा बसेर गर्नु परेको दृश्यले गाउँ नै स्तब्ध बनेको छ। मेरा घरमा क्रिया गरे आओ मैले नाना मैले गर्दा पाले म के दिन के हक्दो म ना हक्दो मेरी हालत उ छ मैले कहाँ कहाँ खयोग ना मागे यग्रु ना घर यग गाडो हुनाले म इनलाई कि ना पाले हक्दो कहाँ कहाँ नानीलाई ठहरिने बुद्धि हबय लागिबटे गर्दियो। जानकीको जीवनमा दुःख कुनै एकपटक आएर रोकिएन, दुःख त एकपछि अर्को चोट बनेर आइरह्यो। जानकीका अनुसार उनका श्रीमानले जिउँदै हुँदा नै घर जग्गा गरगहना सबै बेचिसकेका थिए। त्यसपछि जमिन हामी सब बेचेर घर मात्र रहेको थिएँ। माइत गएँ, माइतमा पनि त्यस्तै गर्नुपर्छ, हान्ने झगडा गर्ने गाली गर्ने, मेरो कुरा केही नसुन्ने, भनेकै नमान्ने, माइत पनि त्यस्तै गर्ने। र घर बस्ला भनेर गएँ सर, यहाँ घर जमिन सबै बेचेर रहेछ, मलाई केही थाहा भएन। मारिदिन्छु काटिदिन्छु भन्ने धम्की गर्ने, बच्चाहरूलाई लगेर म गाउँतिर जान्थेँ रातिमा भाग्नलाई। बस्नु मेरो बहिनी जस्तै तपाईँ पनि हो, तपाईँको दुःख मलाई पनि दुःख छ भने त्यहाँ त्यत्तिकै बस्न दिएको थियो। अनि यहाँबाट दुर्घटना भएको मलाई थाहै थिएन। त्यहाँबाट पाटनबाट फोन गरेर यस्तो यस्तो दुर्घटना भइहाल्छ भनेर आएको, मलाई केही थाहा छैन। क्रिया गर्न समेत आफ्नै घर रहेन भन्दै उनी सम्झदा आज पनि भक्कानिन्छिन्। 11 दिनको क्रिया सकेर अहिले उनी छिमेकी दलजित महराको घरमा आश्रित भएर बसिरहेकी छन्। क्रिया घर छ त खै दाइहरू मेरो कान्छो जेठो ससुराका छोराहरू थिए, तिनीहरूले गरिदिहाल्छ। आफन्तहरूका अनुसार जानकीले विगतदेखि नै श्रीमानको कुटपिट सहनु परेको थियो। रात दिन हुने घरेलु हिंसा सहन नसकेपछि उनी आफ्ना 3 छोराछोरी लिएर माइतमा पुगेको र त्यहाँ पनि अर्काको घरमा आश्रय लिएर बसेकी जानकी श्रीमानको हिंसाबाट भने बस्न सकिनन्। सेफ हाउसको शरणमा पुग्न बाध्य भएकी थिइन्। मैले इन्दा भज्जाइ बुहारी हो, इन्दा बडा भाइ न आमेला हालत यही छ। मैले ना हक्दो खयो नान सबैले गरिदिएबाट निकले कहाँ गेदा ठहरिन्न हालत हब त तसी गऱ्यो। आ के गर्दा हम यी मैले यी ऋण दान गाडीबाट उधार पुधार गरेबाट 4 गेदा मैले पाल्ला रे म हक्दैन आयो सबै लागिबाट इन्रो धर्म गरिदिए इन्दा गेदान तम्रो सारो सबैलाई जलाई ज्ञान छ, जलाई धर्म छ, जली दुख भोगिरहेछ ऊ इन्रो खयो गर्छ। घरबाट निकालियो, सबै बेचिसक्नु भएको रहेछ। यति बोल्दा पनि जानकीको शरीर अझै काँप्छ। श्रीमानको मृत्यु भएपछि केवल काजक्रियाका लागि गाउँ फर्किएकी जानकी अहिले गहिरो अन्यलमा छिन्। न बस्ने घर छ, न बालबच्चाको पढाइको सुनिश्चितता, सासू ससुरा कोही छैन, दुःख सुनिदिने कोही छैन। आफन्तको सहयोगमा काजक्रियाको खर्च त जुट्यो, तर भविष्यको डरले उनको निन्द्रा हराएको छ। के छैन, हरकर गहना सबै बेचिसक्यो। अनि ओडाबाट पालिकाबाट त्यहाँ सबै दाजुभाइ दिदीबहिनी सबैबाट सहयोग पाइदियो। अब के गरौँ? यो प्रश्नमा केवल शब्द छैन, त्यसभित्र एक असहाय आमाको आर्तनाद मिसिएको छ। श्रीमानको हिंसा, घरबार गुमाएको पीडा र अहिलेको असहाय अवस्था सबै मिलेर जानकीको जीवनलाई अँध्यारोमा धकेलेको छ। श्रीमानको मृत्युले उनको पीडा अन्त्य गरेन, बरु झनै गहिरियो।
आज उनी छिमेकीको घरमा बसेर क्रिया गर्न बाध्य भइन् र सहयोगको आशामा आँखा भिजाउँदै समाजतिर हेरिरहेकी छन्। जसरी पनि हुन्छ सर, मेरो बालबच्चालाई कहाँ हान्ने बस्ने ठाउँ पनि छैन। म यो बालबच्चालाई कसरी पाल्ने, के गर्ने, कस्तो गर्ने भन्ने सहयोगको लागि भन्छु सर। उनका 3 छोराछोरीको भविष्य र जानकीको भोलिको जीवनप्रति अब गाउँले मात्र होइन समाज र राज्यले समेत गम्भीर ध्यान दिनुपर्ने अवस्था आएको छ। मङ्सिर 18 गते राति 11:15 बजे सुर्नय गाउँपालिका 5 को कठेगाउँमा मिनी ट्रक दुर्घटनामा परि नरेश महराको घटनास्थलमै मृत्यु भएको थियो। घरबारविहीन हुनुहुन्छ, उहाँको घरै छैन, एक खेत पनि छैन, उहाँ बस्ने ठाउँ पनि छैन। कहाँ जाउँ, के गरौँ, बालबालिकाहरूलाई कहाँ पढाउँ, कहाँ लेखाउँ, यहाँ बालबालिकाहरूको भविष्य अन्धकार भइसक्यो भन्ने लास्टै भइरहेको छ।